आज चाहिँ जिम गइएन सेट लगाएर अब BMW लिएर मार्केट गइन्छ। प्याज टमाटर सकिया रहेछ। हियर इज माई BMW। हावा चेक गर्नु अब अलिअलि कम छ, बाँकी ठिक छ। लेट्स गो गाइज, मार्केट जा गरेर आउनु पऱ्यो है माथि नजिकै है त। आज धेरै भइसक्यो, लगातार 3-4 दिन भइसक्यो गएको, अनि आज रेस्ट गरिदिनु लाग्यो। आज जिम नजाने केटाहरू त मार्केट गएको छ है त। लेट्स गो गाइज, दुःख सङ्घर्ष भनेको त गाह्रो हुँदो रहेछ हो केटा हो। खाना बनाउनु नजानेको केटोमा है यो बेला आउँदा कहिल्यै नपकाउने। यहाँ अब तरकारी बनाउनलाई प्याज टमाटर नभएर यस्तो साइकल होइन, यो त मेरो BMW हो। मेरो BMW-मा खुट्टाले एक्सिलेटर थिचेर मार्केट जाँदैछु है। हल्का उकालो छ बाटो, गाह्रो भइरहेछ तर केही छैन, मेरो लेगको एक्सर्साइज भइरहेको छ है। Let's go guys। थोरै उकालो, त्यसपछि फेरि सम्मो छ। मार्केट आइपुगे, यो माथिको मार्केट हो। यसको अब थोरै बाँकी छ। पेलो गियर चेन्ज गर्नुपर्ने। यसको भित्रबाट कतै मार्केट भएर आइसक्यो है। अहिले म घर जाँदैछु फेरि। आज भ्लग खासै लामो बनाउनै पाएन, त्यो जिममा जाने अन्त भ्लग के त्यतातिर यसो अलिअलि देखाइदिउँ कि भनेर आएको। यो चाहिँ धेरै भएन बनेको, लगभग यस्तै 2 वर्ष जति भयो होला कम्प्लिट भएको। यहाँ चाहिँ बजार लाग्छ महिनाको कति भन्छ 10 तारिकको। सो गाइस, डल्ली भ्लग चाहिँ आउँछ है, थोरै भए पनि आउँछ। कोसिस गर्ने हो 5 मिनटसम्मको भयो कि कति भन्ने कुरो बद्दा जस्तो लाग्छ। यो त पुगिहाल्यो भने यही कम्पनी आइसक्यो कम्पनी त पछि अहिलेलाई चाहिँ म लगाइसक्यो। त्यसैले बाई बाई गाइस, आजलाई यति नै है त। लेट्स गो। हियर इज नेपाली, यो चाहिँ नेपाली घर हो। हामी यहाँ 4 जना बस्छौँ, तल 2 जना, माथि 2 जना। म माथि बस्छु, मसँग हुनुहुन्छ एउटा दाइ, गानी बाटो यताबाट छ। गाउँमा बस्नुको एउटा फाइदा चाहिँ छ के भन्दाखेरि खर्च हुँदैन, खर्च चाहिँ धेरै हुँदैन है। 150 युरोमा महिना धानिन्छ, बाँकी सर्लक्क बच्छ, त्यही फाइदा छ। अब मासु पकाउनु पर्यो, खसीको मासु। केटाहरू काटेर रहेछ अस्ति है, 2 छाक खाइसक्यो, अब 1 छाक हुन्छ। म मासु पकाउँछु गाइस, फोनमा चार्ज छैन।